जीवन सर कस्तो फिल हुँदो रहेछ हौ? फिल भन्दा पनि अहिले चाहिँ इल रहेको छ। फिल भन्दा पनि इल रहेको छ अहिले चाहिँ। अरू चाहिँ हाम्रो भाइले त अघि बिहानै एक्सपिरियन्स बाँडे नि उसको। हाम्रो भाइले त बिहान कडा एक्सपिरियन्स बाँडी गयो नि हौ मलाई। पानीको मजा आम्मा पानी त के डर लाग्दो रहेछ हौ। चिसो भएछ त बेलुका चाहिँ अलिक तातो हुन्छ है। ए हजुर ल अहिले बसी बस्यो भने चाहिँ तातो गयो। भित्र चाहिँ एकदम सफोकेट हुँदो रहेछ क्या। हुनु चाहिँ आफ्नै ठाउँ आफ्नै गाउँ पुरै सफोकेट हुँदो रहेछ भित्र क्या। अलराइट ल आज चाहिँ हाम्रो साथीको बिहे एन्ड अल द वे फ्रम एकदम टाढोबाट आएको हामी चाहिँ पाहुना। ल किचन डिपार्टमेन्टको यहाँ तल टन्न रहेछ है। आम्मा जीवन कुमार छेत्री चाहिँ यति साह्रो खुसी चाहिँ मैले जिन्दगीमा देखेको थिइनँ। यस्तो फोटो चाहिएको निधारको त के गर्नु ल आम्मा टेकबहादुरको फेरि यहाँ स्टाइल भिन्दै छ हौ। ल ल ल ल ल यहाँ हाम्रो चाहिँ टिमहरू सबै कलेजमेटहरू सबैजना होइन केटाहरू सबै महेन्द्र पनि अल द वे फ्रम गान्तोकबाट आछ। थ्याङ्क यू ल गणेश भूषण प्रकाश दाजु यस मेरो भाइ म त डाइरेक्ट बेहुला बेहुली हेर्नु जाने हो अरू त म चिन्दिनँ फेरि यहाँ त। ल हाम्रो जिया दाजु नि यहाँ ल बेहुला बेहुली कता तलै हो के गर्नु तल डाइरेक्ट तल चाहिँ डाइरेक्ट अहिले अहिले अब के अब सुरुवात के गर्नु रक्सीबाट गर्नु पर्यो। रक्सी हाट चाहियो फेरि अलिकति खाने बित्तिकै माथि हाल्ने चाहियो नि त। हाम्रो साथीहरू चाहिँ यहाँनिर के छ हाम्रो बेहुला बाउलाई के एक दुई सप्ताह राखिदिउँ। अब के भन्नु हो बेहुला बेहुलीलाई त अब सरप्राइज दियो हामीलाई हो। अप्पर जत भनौँ न है आउनु पर्यो अब छैन अब गिफ्टहरू पनि ठुलो गिफ्ट हुँदैन केटा भेटघाट ठुलो बुझ्नु पर्यो आज हो धेरै भएको थियो नभेटेको जीवनलाई। अब भेटघाट पनि यस्तो बिहामा भइदियो फेरि है। ल जीवन सरलाई पनि बधाई छ है एन्ड हाम्रो टेके भाइलाई पनि एकदम बधाई छ। फल्दै फुल्दै वृद्धि हुँदै 9 डाँडा पारीसम्म झ्याप्पै छोराछोरीले ढाकोस्। हेलो अलराइट ल अहिले चाहिँ खाजा टन्न खाइभयो होइन। हो मेरो दाजु नमस्कार बाजे सन्चै हुनुहुन्छ एक प्रकार ल अब मेरो दाजु के छ हौ हाल खबर धेरै दिन बादमा भेटघाट भयो। अन्त घरमा पुगेको थिएँ भेटघाटै भएन है ल हाम्रो दाजुलाई धेरै दिन बादमा भेटघाट भयो होइन। कस्तो हुनुहुन्छ दाजु? एकदम ठिकै है एकदम टाइल त ह्यान्डसम भएछ नि यस्तो लाउनु छोडेको दाजु। ठिक छ ठिक ल ल ल ल मेरो मामा यतिको चाहिँ हुनुपर्छ नि हौ। गुरुङ टोपी चाहिँ मामाले मात्रै इज्जत चाहिँ साँच्ची मामाले मात्रै थामेको छ है। ल यहाँ चाहिँ हाम्रो जीवन साथीको भान्से घरहरू चाहिँ यहाँ छ। भान्सेहरू टप भान्सेहरू रहेछ फेरि। के छ दाजु एकदम आमामा क्या खतरा कुक हो। थ्याङ्क यू उताबाट मगाएको जस्तो त। ल ल ल के बनायो यो चाहिँ? फर्स्ट टाइम लानु आँटेको हो। हजुर भिडियो त दिनुपर्ने छ। दामी दामी पहिल्यैदेखि किचनमा मात्रै आउने बानी कि खालि किचन मात्रै फाप्छ हो। त्यही भएर किचन आएको है म चाहिँ। किचनै फाप्ने हो कि उहिलेदेखि।
किचनै फाप्ने अरे किचनै फाप्ने लो 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 चिकन बनाएको छैन होइन लो 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 यहाँ रहेछ नि दाजुलाई अड्किन्छ भन पानी ल्याइदेऊ न पानी देऊ दाजुलाई त्यहाँ पानी खुट्टा त अन्त थाल परेको छ त हड्डी त एट कहाँ काट्छौ उता किचन पनि म त भ्याइदिइहाल्छु त्यस्तो हो त म त उहिलेदेखि त्यो किचनमा मात्रै पस्ने बानी भएर कि दाजु तिमी पिसार हुनु पर्दैन क्या 4 जना एकैचोटि पस्छ अन्त 1 घन्टा दुईजना राख्यो 1 घन्टा रेस्ट गर्यो तर कन्टिन्युस देखि पनि मुनिको हो जीवन सर नमस्कार गुरु नमस्कार ल हामी आइपुग्यो नमस्कार गुरु ल बधाई छ है बधाई बधाई गुरु गुरुलाई बधाई दिँदै आएको आमा यता हुनुहुन्छ हो मतलब यता फुपू ए हुन्छ हुन्छ यता फुपू यता आमा यता खै हाम्रो गुरु गुरुले चिनौँ हो मेरो भाइ बधाई छ मेरो भाइ त निस्किँदैन त अन्त लु निस्किनु पऱ्यो नि यहाँनिर खै निस्किनु यहाँ हो ठुल दाइले यहाँ निस्कि भनेपछि त निस्किनु पऱ्यो नि दाजु लु त होइन यो दाजुभाइको लागि 1-2 शब्द चाहिँ जाओस् न दाजु बिचारा भाइहरूलाई तपाईँले दिनु पर्यो हाम्रो दुईटा माइलो र कान्छोको शुभ विवाह छ अनि हामी दाजुको तर्फबाट एकदम बधाई राम्रो होस् फलोस् फुलोस् वृद्धि हुँदै 9 डाँडा पारीसम्म चाहिँ छोराछोरीले झ्याप्पै टुकटाक भरोस् आउने साल एकदम छोरा जन्मियो ल लु यतिको आशीर्वाद चाहिँ कडाइ हो दाजुकोबाट हौ जीवन सरले त सुट त चढाएको सिलाएको छ त हौ यो हो नि त यो हो नि खास चाहिँ बेहुला चाहिँ मेरो भाइ बिहा हो भनेर दाजुहरूसँग हात पनि मिलाउनु नआएको के कमी आउँदैन अहिले मिलाउनु पर्यो एकैचोटि है गडाइमा होइन त्यही भनेर कस्तो भइरहेछ बिहा हुँदाखेरि एकदम बिहामा चाहिँ यस्तो हुँदो रहेछ कि बिहा चाहिँ मान्छेले गर्नु सक्यो भने चाहिँ एकदम मजा आउँदो रहेछ है खासै चाहिँ कति दिन भयो मजा आएको होइन बिहा गर्नु सक्यो भने कि के चाहिँ गर्नु सक्यो भने बिहा चाहिँ मजा आएको चाहिँ कति दिन भयो मजा आएको चाहिँ अब यो जुन दिनदेखि हामीले स्टार्ट गर्यो बिहा त्यहाँदेखि नै मजा आयो एकदम काम कुरा चाहिँ यस्तो अब कस्तो हुँदैछ यसो बिहान उठेर घामहरू हेर्दैछ होला नि घाम त हेर्नै छ त्यही त प्रब्लम छ त होइन बेहुला टोपी यस्तो छ बेहुला आज 2 जनाको बिहा एकैचोटि हो नि त चलाउनु ढिकी चलाउनु ढिकी आमा के हो मेरो भाइको त म त फोटै आजकल त मन पर्न थालेको छु आमा खालि बेबीसँग नि हो एसला के छ भाइ आमा के भयो हनुमान 2 के भयो मासुहरू नबनाएर त्यो भेज कसले खान्छ ओए मासु पर जा त डाइरिया हुन्छ भोलिदेखि त टोइलेटमै बास मरे अब म जीवनमा अब कम्प्लेन बिहातिर चाहिँ यस्तो भेजहरू चलाउने हो होइन भाइ खसी काट गोरु काट त्यही त हामी हो टेस्टी हो केटा हो अहिले यो भिडियो हालिन्छ नि तैँले गाडी खाएर तेरो नरेन्द्र मोदीले नै गाडी गरेर मार्छ नरेन्द्र मोदी मेरो साथी हो यस्तो छ यहाँको मेन कुक चाहिँ को हो खासमा चाहिँ यो हो मेन कुक यहाँको छैन मान्छे नै तर यसलाई त मैले पहिला सिकाएको चाहिँ यति चाहिँ काम गर्नु थालेको अहिले मलाई खुसी लाग्छ हनुमान 2 सन्दीप भाइ के छ हाल खबर एकदम ठिकै अलराइट ल अहिले भने चाहिँ वी आर एट तातो पानी बिकज हाम्रो साथीहरू यहाँनिर टाढोबाट आउनु भएको छ नि त होइन गान्तोकबाट साथीहरू आएको छ सो उनीहरूलाई घुमाउनुको निम्ति हामी यहाँनिर आइरहेछौँ एन्ड माथि बिहा चलिरहेछ टन्नै बिहा चलिरहेछ साथीको होइन अब बिहालाई यसो स्किप गरिराखेर चाहिँ हामी यता आएको घुम्नु केटाहरू यहाँ छ
बुढाहरूले होइन यो उयो आऊ रोक्न पनि चलेको छ यताबाट आएर हौ छल्केर क्या हौ छल्किन्छ भन्छ ए के अरे यता बक्स पाइँदैन घुमेर पनि त्यति भेटेको अहिले भरे त यो त्यो ड्याममै हुन्छ नि छोड्दा त कि ड्याममै हुन्छ बेलुका चाहिँ के चाहिँ कुटुम्ब पर्दैन नि है हो नि टर्निङ हेर्नु कि देखिन्छ नि मैले घिर्लिङमा ट्राई गर्ने बस्नु राइट ल अहिले भने चाहिँ हामी तातो पानीको एकदमै फेमस प्लेस हाम्रो वेस्टको गेजिङ बर्मेकको एकदमै फेमस प्लेस तातो पानी हट स्प्रिङ होइन लेक्सेपको छेउमा सो त्यहाँ आएको छौँ होइन एन्ड एकदमै रमाइलो छ क्या जग्गा चाहिँ ल बाँदरै बाँदर डन्न ल यहाँ मुनिपट्टि चाहिँ तातो पानी छ यो चाहिँ ओल्डेस्ट मोनास्ट्री होइन यहाँनिर ओल्डेस्ट मोनास्ट्री भनौँ न पस्ने हो भित्र पस्ने हो यहाँदेखि यसो पसेर माथि निस्किन्छ हल्का चाहिँ ल यो ठाउँमा फर्स्ट टाइम छिरिँदैछ हामी चाहिँ होइन ल लेट्स गो इनसाइड आफ्नै जग्गामा पनि पहिलोचोटि आइँदैछ अब ल waiting for someone. ल भित्र टर्निङ मान्छे बसिरहेको रहेछ नि त म फर्स्ट टाइम बसेको दाजु दामी रहेछ जग्गा चाहिँ ओके वाह ल यस्तो रहेछ नि त भित्र चाहिँ होइन फर्स्ट टाइम आएको अनि ल लाइट अन गर्नुपर्छ लगेर वाइल्डै खतरा रहेछ नि त साथी म त यादै होइन परसम्म यस्तै मात्रै हो परसम्म यस्तै मात्रै हो अहिले यहीँ रहेछ सफोकेट हुँदैछ है ल ल वेट आउनु होइन यहीँसम्म रहेछ आउने यहाँसम्म मात्रै रहेछ म त फेरि यादै होला आना पनि छिर्दै पर्छ ल दिस इज द प्लेस र यहाँसम्म चाहिँ एन्डिङ रहेछ नि त यसको होइन आयो यहाँदेखि उता पनि रहेछ कि बन्द गरेको रहेछ ओह ल यो त केले गरेको खासमा यो त मान्छेले त होइन होला कि मान्छेले हो यो है पहिला नेचुरल होला नेचुरल बनिन्छ नि यो त यता हेर्नु न हो यस्तो माथिसम्म हुन्छ अन्त यो त इम्पोसिबल हो नि त फेरि के मजाले उयो गरेको है यस्तो रहेछ है लु आज चाहिँ पोसाइ भयो जस्तै केटाहरूले कडा ठाउँमा
ल यहाँनिर चाहिँ आउनु जानु चाहिँ अलिकति प्रब्लम हुँदो रहेछ होइन, बट युज टु भयो भने चाहिँ या अगाडि गएर मैले साथी एउटा पिक्चर भेरी नाइस। लाइक भित्र चाहिँ एकदम सफोकेट हुँदो रहेछ क्या, हुनु चाहिँ आफ्नै ठाउँ आफ्नै गाउँ बट भेरी सफोकेट हुँदो रहेछ भित्र क्या। यहाँनिर चाहिँ क्याप्चर गर्नुभएको ए होइन, त्यो अलिकति स्टेबल इमेजेस खिचेको मात्रै। ए यो तपाईँको यो बिचको हजुर यो ढुङ्गा ए दिस वान यो चाहिँ रुख बन्छ नि त तपाईँको, रुख लास्टको फाइनल तपाईँको मरिसकेर क्रस गर्ने रुख चाहिँ यो ए है हुन्छ काइन्ड अफ लाइक यस्तो ठाउँहरू रहेछ हाम्रो गाउँमा पनि होइन, लिटरली याद थिएन क्या मलाई चाहिँ, बट आज चाहिँ घुमाइ भयो। भेनाले चाहिँ कस्तो नचिन्नु भएको, हाम्रो पजिङ दिदी बिहा गर्नु भएको अरे भेनाले। कहाँको दिदी? नेपाल उता नेपालको। ए नेपालबाट। ल रमाइलो ठाउँ, रमाइलो गाउँ होइन, आफ्नै गाउँ पनि यस्तो रमाइलो रहेछ भन्ने कुरा चाहिँ अब आज याद पाइँदैछ नि त। ल यो चाहिँ दिस इज द प्लेस होइन, जो चाहिँ तातो पानी आएर डुब्छ होइन, उहाँहरू चाहिँ यो ठाउँमा बस्छ नि त, नाइट स्टे गर्छ उहाँहरू चाहिँ टक्क यो ठाउँमा। इभन यो प्लेसमा पनि होइन पर नाइट माइट बी सायद 1000 होला, सायद त्यस्तै कतिहरू हुनसक्छ रुमको होइन। एन्ड इभन तपाईँहरूलाई त्यहाँदेखि उता ग्यास सिलिन्डर खानेहरू बस्नेहरू पनि चाहियो भने त्यसको पनि एक्स्ट्रा लिनु सक्छ क्या यहाँनिर चाहिँ। ल 5 to 7 AM ओके। सो यो चाहिँ हाम्रो प्यारो रङ्गित एन्ड यो चाहिँ तातो पानी सो यो है त छेउबाटै। ल तातो पानीको मजा आम्मा पानी त के डर लाग्दो भएछ हौ, चिसो भएछ त। बेलुका चाहिँ अलिक तातो हुन्छ है। ए हजुर ल अहिले ए हजुर बसी हुन्छ तातेको याद पाउँछ है। ए ओके ल यो प्लेस चाहिँ अहिले यस्तो भएको रहेछ क्या। पहिला चाहिँ यो उतापट्टि वेस्टपट्टि, यो चाहिँ साउथपट्टि हो एन्ड वेस्टपट्टि चाहिँ सायद यो ठाउँतिर कुनै ठाउँमा थियो, बट अहिले यो फ्लडले गर्दाखेरि डाउन लगिरहेको छ क्या। एन्ड या एक्चुअलमा चाहिँ यो ठाउँमा हुनुपर्ने क्या तातो पानी। यो ठाउँमा हुनुपर्ने हो है। पहिला त थुप्रोवटा स्पट थियो पनि पल्लोपट्टिको स्पट चाहिँ दामी कि। यो त होइन अहिले पल्लोपट्टि डुबेर राखेँ, खुट्टा डुबेर राखेर जान्दा भयो त। यहाँ र उता वाइट कलरको आज बिहाको रमझममा सानो है यता घुम्नु ल्याएको साथीहरूले राम्रो रहेछ, केभहरूतिर बस्यो। यहाँ तातो पानी मेन स्पट देख्यौँ हामीले हो। अनि मैले अलिक विचार गरेँ मैले है, राम्रो लाग्यो सबै कुरा। अब मेरो फर्स्ट टाइम हो, फर्स्ट एक्सपिरियन्स, तर डुबेर आइन है,
मान्छेहरू पुरै प्याक रहेछ नेक्स्ट टाइम आउँछु साथीहरूसँग यसरी वर्षौँ दिनको बादमा रमझम गर्दै राम्रो लागिरहेको छ एउटा अवसर हो होइन तिम्रो अनुहार के भयो कहाँको हो तिमी म त यतातिर कहाँ हो घर सिङ्गिताम भाइजू मध्य भात अन्त यहाँ चाहिँ सानो अनि तिम्रो त अन्त अनुहार त खत्तम भइरहेछ त कहाँ लड्यौ रक्सी रक्सी खाएर होइन मेरो छोपा बिमार छ स्विमिङ पुलमा ए हो ए ल एनिवे दामी मजा आइदियो होइन एन्ड यो थियो हाम्रो सर्ट टुर केटाहरूसँग यसो घुम्नु आउँदा मजा आयो भएछ है अनि ल अब चाहिँ हामी अब बिहामा इन्जोय गर्नु जाने हो ल तपाईँहरूलाई यदि तातो पानी आएर बस्ने मन छ भने यु क्यान भिजिट दिस प्लेस है यो प्लेसहरूमा आएर तपाईँले टन्नसँगले बस्ने रुमदेखि लगेर खाने केही टेन्सन नलिई आउँदा पनि भइहाल्छ यहाँनिर होइन एन्ड बस्ने सस्ने प्राइसहरू पनि एकदम रिजनेबलमा छ सो अहिले चाहिँ हामी यहाँ साथीको होटलमा जाँदैछौँ रेस्टुरेन्टमा ओन्ली we are here Good. Bye, you should all right. be positive, big dream, be kind, work hard, stay humble, keep smiling. ल साथीले एकदम दामी के छ एकदम म त सर हो भाइ सरहरू आउनुभएको छ के छ त साढे छ त अन्त साढे छ त रेस्टुरेन्ट है ए हो उतापट्टि चाहिँ अन्त उतापट्टि चाहिँ रुम खोल्नु ए है दामी गरेको त अन्त आएको थिएन नि आज मात्रै हो म त अन्त ल साथीले प्रोग्रेस निकै प्रोग्रेस लिँदो रहेछ होइन खुसी लाग्यो एन्ड ल यो पनि भाइब दामी रहेछ नि त आउटडोर भाइब पनि मजाको खोलेको रहेछ होइन काइन्ड अफ भेरी ब्युटिफुल प्लेस आई लभ तातो पानी खै बोलाउँ न केटाहरूलाई एकछिन बसौँ कफी सफी खाउँ साथीको माको होइन पछाडिबाट त्यो दाउ मात्रै हेर्छु कि दाजु भक्कको लडाउँछु म त अब त थाम्नु सक्छु हो है पहिलाको जस्तो छैन छैन नि होइन पुरा मोटेछ नि त चिनेन नि त दाजु कहिले आइपुग्नु भएको उतै उतै गान्तोकबाट आउनु भएको कि यता बस्नु भएको गान्तोकबाट आउनु भएको है ए हजुर हजुर बिहामै होला उतापट्टि हाम्रो साथीहरू चाहिँ बिहानदेखि यस्तो कडा काम गर्ने केटाहरू चाहिँ मैले चाहिँ ओ केटा तिमीहरू चाहिँ मेरो भोलि पर्सि मेरोमा चाहिँ आएन भने चाहिँ फेरि यसले चाहिँ यसले चाहिँ यसको बिहामा नबोलाएको मलाई लो त तँलाई चाहिँ अनि बिहे गरेको छैन नि त अनि मैले त लेखेर राखेको छु है साथी भाइ त बिहोस भएर आएको छ है मेरो बिहामा त कुरा लेखेर राखेको छु है मैले लेखेर राखेको भाइ त सुतेर नि केटाहरु त विनोद उसले चाहिँ अलिक काहीँ न काहीँ केही न केही गरेको हुन्छ दिदी बिहे गरेको छैन त सगल चाहिँ अलिक जाने हो साथीको विवाह कस्तो चल्दैछ हौ टिकटालो केटाहरू कलेज ग्रुपहरू सबैजना आछ लु साथी कसो गर्ने हो अब त नाच्नुपर्छ त एकछिन त केटाहरू जानुभन्दा अगाडि चाहिँ एक फेरो चाहिँ हाम्रो साथीभाइहरूलाई यो ढुङ्गाहरू चाहिँ पराक पुरुक पार्नु पऱ्यो नि उकाउनु पऱ्यो नि ल ल ल जीवन सर कस्तो फिल हुँदो रहेछ हौ फिल भन्दा पनि अहिले चाहिँ इल रहेको छ फिल भन्दा नि इल रहेको छ अहिले चाहिँ अरू चाहिँ हाम्रो भाइले त अघि बिहानै एक्सपिरियन्स बाँडे नि उसको हाम्रो भाइले त बिहान कडा एक्सपिरियन्स बाँडी गयो नि हौ मलाई कत्रो भयो हौ तिमी त यो त एप्पल हौ एप्पल हौ यहाँदेखि यहाँ टोक्नु त
टोक्नुपर्छ टोकिदिन्छ पर्दैन होला होइन हौ 4 जनालाई लगाउनु पऱ्यो नि 4 जनालाई मेरो पनि छ नि सर कि कम्ती छिदैन यो रोटी चाहिँ अलिक मिलेन त्यो दुईटा छ नि त्यहाँ छ्याप 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 लगा तँलाई एकसाथ भात त खुवाउनु सक्छ कि सुपको त्यस्तै छ सिरानी होइन पिरा सिरा लगायो हो यता साथीले फर्स्टमा लाउनु पऱ्यो नि त खान्छ भूषण ल अन्त सुरु गर्ने त अन्त सिनियरले सुरु नगरेर त हामी जुनियरहरू कहाँ अगाडि जानु अन्त रेडी छ होला नि रेडी रेडी यो त अन्त यस्तो लाग्छ मलाई भेट्छ ल खान्छ आउनु साथीभाइहरूले बाटो भनेपछि चाहिँ अब चाहिँ हाम्रो नि पालो आउँदैछ चट्नी दिइराख पुरा लु मेरो भाइ बधाई छ भाइलाई हो अब ठुलो हो भन्छ बधाई लु रिल भएको गाउँमै पऱ्यो होला अब हाम्रो होइन खासमा चाहिँ त्यो टिका सानो लगाएर हामीले आशीर्वाद दिनुपर्ने हो खासमा यहाँ कलेजमेटहरूले चाहिँ कि तर अहिले चाहिँ होइन अहिले चाहिँ केटाहरूले राखिरहेछ अरे तिमीलाई मात्रै सुलुक्कै दिने अरे त्यहाँ आशीर्वाद चाहिँ लु एकताल सबै फोटो खिच्यौँ होइन बगेर यता बाहिर होइन केटाहरू सबैजना एउटा फोटो खिचौँ न आउन होइन तिमी आउन भूषणलाई चाहिँ अगाडि राखे देख्दैन है झेलेर केही छैन केटाहरूले हो बेहुला फेरि त फोटो टालिदिँदा भयो लु होइन बेहुला उठ्यो भने हुन्छ होइन नउठाउँ होला हौ होइन उठौँ ए हो लु 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 त्यसो भए दामी देख्छ लाटा लाटेहरू देख्यौ लाठी केटाकेटीहरू बस भूषण यहाँ आइज दाजु यता आउनु न दाजु यता आउनु आउनु न यहाँ आउनु यहाँ आउनु टेरको हामी त उहिलेको त टिम पो त हौ साइलेन्ट पो भयो क्यामेरा फ्याँकिहाल्छु है रिल चाहिँ च्यात्नु नपरोस् छिटो खुट्टा दुख्यो लु ल धन्यवाद लु बधाई फेरि पनि साथीहरूलाई एकदम बधाई छ है ए हिजो उता थिएछ नि त है फल्दै फुल्दै फल्दै फुल्दै 9 डाँडा पारिसम्म चाहिँ केटाहरूको दाजुभाइको गाडी के होइन हौ केटा मान्छे आइहाल्छ कि हौ केटा हौ केटा फल्दै फुल्दै होइन छोरा र छोरीले चाहिँ केटाहरूको 9 डाँडा पारिसम्म चाहिँ झ्याप्पै ढाकोस् भनेपछि कतिजना चाहिँ चाहियो होला सोच अब